जाँठी बोल्दै रहेछ, बढी बढी बोल्दै हिँड्दै रहेछ। बढी बोल्छेस्? बढी बोल्छेस्? कसको घरमा झगडा परे? झगडा परेको होइन के अरे, बाबु हस्पिटल छ नि त। अनि म रोको यिनीहरूलाई मेरो परमात्मा एउटा रीतिका भालु त जस्तो पोइ के अरे बोयफ्रेन्ड बनेर पोइ जस्तो साथमा बङ्गाली पाकिस्तानी सुताउने पोइ परेन नि त। बुझिस् नि, बङ्गालीसँग सुत्ने त्यही सँगै सुत्न पठाउने होइन नि रीतिका भालु। अनि पोइ मऱ्यो भनेर तेरो जस्तो पोइ मऱ्यो भनेर जागिर खानु परेको छैन नि हामीलाई। बाबुलाई अहिले लग्यो के अरे घरको सरिता सिस्टर घर गयो। रीतिका भालु त भालु नै होस्, तेरो त कुहिएको छ त सबैलाई थाहा छ। थ्याङ्क यू गीता, थाहा छ। भालु बढी भुक्छिस्? परमात्मा अरे तेरा परमात्मा। त भालु नै होस्, त थाहा छैन। त थाहा छैन, त वार्निङ आउँछ क्या, होइन ट्याप ट्याप गर्नु त वार्निङ आयो। त भालु नै होस्, थाहा छैन तेरो हरकत, तेरो बानी थाहा छैन। परमात्मा अरे मैले के अरे परमात्मा मैले देखेको थिएँ तेरो जस्तो पोइ मऱ्यो भनेर पोइको लाई गरेर हेरेसमेन्ट गरेर पोइलाई कुटेर त जस्तो नामर्द तेरो जस्तो नामर्दो पोइ होइन नि त। बुझिस्? खातिनी ट्याप ट्याप गर्नु त वार्निङ आयो। भालु बढी भुक्छेस्? के भयो त्यो बिगारे? त्यही छ, मलाई भनौँ बच्चा बिरामी भएपछि कति टेन्सन हुन्छ। गएर फोन गरेर त रीतिका भालुसँग नम्बर छ घरमा, मेरो आमाको नम्बर छ। लाउड स्पिकर पारेर फोन गर त त्यहाँ फोन गर त भालु। ला बोयफ्रेन्ड भनेर के अरे इन्डियनसँग सुत्न जाने त ठुला कुरा गर्छिस् आज? ठुला कुरा गर्छिस्? सुत्न जाने त तैँले भनेको होइन लाइफमा मेरो बोयफ्रेन्ड बनेर लिएर गएको मेरो पोइलाई भनेर। साथीहरू, रीतिका थपलिया यसले अहिले भन्छु धेरैजना आउनु। अनि यो अर्चनाको अहिले फोटो राख्छु म। यो अर्चना भालुको फोटो राख्छु अहिले म। अहिले चोक्टै गर्छ त तेरो कहाँको चोक्टो देखाइदिन्छु म। अहिले हेरे, अहिले कहाँको चोक्टो देखाइदिन्छु म। मलाई केही उखार बाटो लाग्दैन, मलाई केही फरक पर्दैन। दिदी आइडी के हो त्यो? दिदी हेरौँ न। रीतिका थपलिया डिएक्टिभ गरेर भागेकी थिएँ होइन। अनि अहिले म 1000 जना हुन् अनि भन्छु यसले पोइ मर्यो भनेर जागिर खाकी छे होइन। म पसल गएको थिएँ, त्यहाँ बाबु बिरामी ह के अरे के भने तँलाई कसले के भने? त्यही फोन यस्तो रे, यहाँ चोक्टो किन गर्छ अरे मेरो परमात्माले देखेको थिएँ रे रीतिका भालुले। आइडी गइहाल्छ बोल्ने बित्तिकै। भालुलाई उहाँ के अरे पुगेन अरे, लप्पै हान्छु राडी भालु दुनियाँ गरेर। अहिले कहाँ गएर आएछु, मैले काम पुऱ्याएको छु। अब तपाईँलाई पक्राउ पुर्जी लिएर आएकी होली नि त फेरि। बेस्यालाई एचआइभी दुनियाँलाई एचआइभी लाएर हिँड्दै। सुन्नु न, जुन पोइ बेचेर पोइ मर्यो भनेर जागिर खाने मान्छे पोइ बेचेर अनि दुबईमा नाठो राखेर बोयफ्रेन्ड भनेर त्यो इन्डियनसँग सुत्न गयो कि त्यो। अनि 16,000 दिराम लिएर आएकी तैँले। त्यो त हो नि राडीलाई त अर्चनाले मेसेज गरेछ, लास्टचोटि मलाई मेसेज गरिराख, म कसम मलाई थाहा नपाएर भनेको भनिरहेछ। म डिलिट गरिदिन्छु। मेरो साथी हो कि छोड्देऊ न। साथी मेरो पनि हो, मैले उसलाई राम्रो मान्थेँ कि। मैले उसलाई कहिले पनि नराम्रो भन्दैन थिएँ। अर्चनालाई राम्रो उसले कसैको विषयमा बोल्दैन भनेर एकदम राम्रो लाग्थ्यो। तर मेरो विषयमा 3 चोटि बोलेको देखेँ क्या अर्चना। तिमी पनि छोरी मान्छे हो, मलाई के भइरहेछ, मेरो बच्चालाई के भइरहेछ भनेर। मेरो तिमीहरूले मेरो घरै बिग्रे नि, तिमीहरू खुसी हुने पर्ने आवश्यकता छैन। बुझ्यौ नि? मैले छोडेछु भने के हुन तिमीहरूलाई के चाहिँ प्रब्लम भयो त? त्यो पनि यसलाई अरे डिलिट गरिदेऊ। अब उसले सरी नभने पनि डिलिट गरिदेऊ। ऊ मेरो साथी भयो। सरी भनिसक्यो, म डिलिट गरिदिन्छु। मलाई 5 चोटि मेसेज देखेँ, अब लास्टचोटि एकचोटि म डिलिट गरिदिएर आउँछु।
मेरो साथी हो क्या ऊ चाहिँ ए रिमा तिम्री दिदी भनाउँदै उहाँ सुत्न गएको थिए नि बङ्गालीसँग के अरे बङ्गालीसँग सुत्न गएको थिए नि उहाँ तिमीलाई लिएर त्यो ढोका ढोका अब नगर है अर्चना त्यस्तो अरूको विषयमा नजाऊ तिमीलाई भने नि मलाई भन म देवीलाई उसलाई त राम्रो मानेको मान्छे थिएँ यार मैले उसलाई समस्या छ बच्चा बिराम भएको अरूको विषयमा बोल्नुहुन्न क्या अब बोल्दिनन् क्या बोल्यो भने मैले चिने पसल है त्यसलाई म पसल गरेर 2 थप्पड हान्छु म डिलिट गरिदिन्छु अहिले अनि गरिदेऊ अर्की ढिकेशमा परमात्मा भगवान् सहनु पर्छ मेरी कालुलाई केटी खादो गरेको दिदी दर्शन हजुरले मेसेज गर्नुभएको थियो म बाबुसँग पनि बोलिरहेको थिएँ आमासँग पनि बोलिरहेको थिएँ बिजी थिएँ त्यो म हजुरलाई अहिले मेसेन्जरमा कल गर्छु नि है दर्शन अनि दुनियाँले कुरामा पछि नपर्के दुनियाँले जे पनि बोल्छन् यिनीहरू ट्याप ट्याप गर्नु त दिदी बहिनीहरू अब अर्चना बहिनी यस्तो बिजनेस गर्ने मान्छेले फेरि विवादमा पर्नु नि भयो नाम नलिनु यहाँ सरी भनिसके छोड्दिनु नाम नलिनु अहिले उसको ल डिलिट गर्दै सिद्धो ल अहिले डिलिट गरिदिन्छु अहिले त यहाँ छु म डिलिट गरिदिन्छु के खाएको हो र त्यस्तरी चिकन खाएको त्यही त मैले काम गरेर आएको म केही गर्न सक्दिनँ म काम गरेर आएको अब पक्राउ पुर्जी लिएर आइछि होला तपाईँलाई पक्राउ पुर्जी गर्न गयो होला क्या कुन चाहिँ एसएसपी कुन चाहिँ डिएसपी सुताउन गएपछि पक्राउ पुर्जी ल्याउनलाई त्यही भन्छु म त अब म त त्यही भन्छु कुन चाहिँ सुताउन गएपछि बुढाले त तेरो ऊ पनि मान्दैन बुझिस् नि बिचरा त्यो पोइ पनि हुन त यस्तो क्या पोइ पनि दबाबमा छ केही छैन बिचरा नामर्दो केही छैन सुक्खा ठन्डा राम हो ठन्डा राम हो पोइको कहाँबाट अनि बोलोस् त बिचरा नि घरबाट निक्ली भन्दा निक्लिनु पर्ने स्थिति यो अब के पनि तिमीले त त्यस्तो खासै केही गरे छैन त आफ्नो तरिकाले बस्दा आफ्नो भिडियो हाल्दा रुन नपाउने यिनीहरूलाई राडीहरू डिलिट गर सपना दिदी डिलिट गरे कसले फोन गरेको है उसले यसको कलेजबाट के भयो देवी के पक्राउ पुर्जी रोएर सबैले भिडियो बनाउँछ नि यो देविकाले चाहिँ रोएर नपाउनु त्यही भनेको प्यारी ए त रुन बच्चा बिरामी भएर क्या त्यो डिलिट गरिदेऊ त देविका झरेर एकचोटि त्यो भिडियो चाहिँ गरिदेऊ त्यो नि मेरो पनि फेसबुक टिकटकमा साथी छ क्या अनि तिमीलाई त कुमारले पिटेर सिकिस्तै पारेको छ र त हेर्नु हेर्नु ल हेर्नु त रोएर भिडियो हाले पनि यस्तो भन्छ तिम्रो बाउले कुटो होला तिमीलाई ल तिमीलाई तिम्रो बुवाले कुटो होला मलाई त्यो भिडियो चाहिँ डिलिट गरिदेऊ त मेरो बच्चा बिरामी भएर रोको म चाहिँ है म डिलिट गरेर आउँछु ल गरिराख्छु जस्तोहरूलाई त्यस्तै देख्छन् हो आफू सबैसँग सुत्दै हिँडिन्छन् अनि अरूलाई टेन्सन लाग्यो आफू भला त होला तिमीलाई जे परे पनि म छु भोलिको दिनमा तिमी छोरी मान्छे हो तिमीले कुमारसँग मन मिलेन भने छोड्न पनि पर्छ नि के भयो त अरूले त्यस्तो ठिक्क परे त्यस्तो प्रब्लम भयो भन्ने हो र भने तिम्रो बच्चा बिराम भयो मैले छोड्छु बसे मैले बस्छु म जे गर्न मन लाग्छ मेरो लाइफ मेरो मर्जी लाइफमा बसेर नभुके रीतिको भालु त कसो मैले भनिरहेको छु है मैले हो यसले त कति माया गर्थ्यो मेरो आमालाई ठोक्दा पनि मेरो होइन मेरो परिवारमा नजा मेरो बुढासँग के भयो मेरो बुढासँग लडाइ भयो म बुढालाई ल छोड ल म छोड्छु तँलाई टाउको दुखो तँलाई टाउको दुखो ल मैले मेरो बुढा छोड्छु लैजा तँलाई लानु मन लाग्छ नि त पनि लैजा म छोडिदिन्छु दुनियाँलाई लडाएर नि नपुग्ने है कस्तो आइमे है दुनियाँसँग स्याउ 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 गर्दै हिँड्छेस् दुनियाँको रेकर्ड गर्यो यता कुदा त्यो हुँदा त्यो किन म ल परेर बिहा गरेको हो र ल परेर के छुट्नै नसक्ने भएर बिहा गरेको हो र
त्यसलाई त अस्ति मिनाले पनि ठिकै पारेको थियो मलाई त फोन गर भने म बेलै स्विच अफ गरेर बसी कसैलाई फोन तँलाई कसैले फोन गर्दैन के सारा म पुरा परमात्मा सारा तिम्रो भिडियो नि त्यो रितिका भालुले पठायो कि मलाई आमा त्यो भालु त दुनियाँको भिडियोमा हुन्छ अस्ति शान्तिको नि पठाएँ कि म लाइभ थिएँ ट्वास पठाएँ मैले हतन पर्दा के आमा भनेर मैले आमालाई पठाइदिएँ भगवान् कसम हेर के अरे सारा मेरो किनभने मेरो मुखमा पानी हालेको छैन म उठेर म रेकर्ड हेरेर म लाइभ यहाँ आएको होइन तिम्रो भिडियो साराको भनेर यो बेस्याले पठायो कि मलाई यो बेस्याले आउँछ नि भिडियो के अरे दुनियाँ बिन्दासलाई यसले बिन्दासलाई लर कुटियो बिन्दासलाई र मलाई ग्रुपमा जोडेर बिन्दास मलाई चाहिँ म त बिन्दाससँग केही पनि छुइनँ यसलाई त व्हाट्सएपमा जोडेर बिन्दास भिडियो त खतरा रहेछ भनेर यसले सबको भिडियो हेर्ने हो यो राडी हो होइन म छु के साँच्ची